3 तिम्रो नाम के हो? आजा सुभान हो। आजा आजा सुभानको एउटा राम्रो किताब आएको छ है। सुभानले किताब पढ्छिन्। सुभानले आज यहाँ बखडा खाँदैछिन्। बखडा मन पर्यो कि नै बाबुलाई? ए अनि यो के हो चिनाइदेऊ त ल सबै। तपाईँलाई यिन चाहिँ हाम्रो सुभान चाहिँ सानसानो छिन्। बल्ल कति वर्ष कि बहिनी बाबु? कति वर्ष कि भयो बाबु? तपाईँको नाति कति वर्षको भए? 2 वर्ष। बल्ल सुभान बल्ल 2 वर्ष कि भइन्। 2 वर्ष कि हुँदाखेरि बाबुले एकदम पढ्छिन्। यो किताब ल्याइदिन्छन् बाबुको डाडीले, हो कि होइन? अनि बखडा खान्छन्। यिनको फेभरेट हो बखडा। यिनीहरूले एकदम बखडा मन पार्छिन्। बखडा खाएको खाइ गर्छिन्। यिनी एकदम हेप्पी छिन्। तपाईँ म्युजिक पनि सिक्छिन्, हार्मोनियम बजाउँछिन् टक्क सुभानले। अनि चिसो हातले होइन हो, अर्को हातले नेक्स्ट त्यो बजाइदिनु। अलि बजाउनु तलको थिचेर। यसरी चाहिँ सुभानले के गर्नुहुन्छ, हार्मोनियम पनि बजाउँछिन्। अनि यिनी सुभान हुन्। सुभान चाहिँ एकदम हेप्पी बोय छिन्, गुड बोय छिन्। हेलो भन, हेलो भन, भन न हेलो। हेर्नुहुन्छ तिम्रो उहाँ धेरैजनाले हेर्नुहुन्छ साथीहरू फेरि भिडियो। हेलो भन। हेलो म सुभान हो भन्नु। खै मुखभरि रातै छ होला। ए रातै रातै छ ती मुख। ओहो मुखभरि रातै रातै रहेछ। होइन नफाल्नुहोस्। म ल अलि खाने छ, धेरै खाना छ। ल मुख पनि त्यस्तो गराउँछिन्। खै गराउ त कस्तो रे यस्तो वाला। तिमीले मुख यस्तो गराउँछिन्। ओके बाई बाई सुभान। ल बाई बाई छोरी।